गाउँ ठाउँको लागि मात्र माया होइन क्या, देश पनि आफ्नै हो। सो देशको लागि माया गरेर भोट हाल्नु होला। गुड मर्निङ एभ्रिवान, गोली बजार सिज ब्याक है। धेरै टाइमपछि म चाहिँ आज भिडियो बनाउँदैछु। सो भिडियो बनाउन पनि पाएको थिएन। आज चाहिँ अब लङ भिडियो बनाउँछु, हल्का क्लिपहरू भ्लग बनाउँछु भनेर होइन। सो आज चाहिँ म सामान लिन जाँदैछु मोमो बनाएर खाने भनेर। सो आज चाहिँ सन्डे हो, सन्डे बिदा हुन्छ। सो आज चाहिँ मोमो बनाएर खान्छु भने मोमो लिन जाँदैछु यता नेपाली पसलमा होइन। नयाँ पसलकाले चाहिँ यहाँ नेपालको झन्डा छ। सो पहिला चाहिँ थिएन, अहिले नयाँ खोले जस्तो छ। सो जय नेपाल है, जय नेपाल। यहाँनिर नयाँ रेस्टुरेन्ट खोले जस्तो छ, नेपाली रेस्टुरेन्टहरू थियो। पहिला चाहिँ थिएन, अहिले चाहिँ नयाँ खोलेछ। सो पसल चाहिँ अलिक अगाडि हो, हामी लिन जाने पसल चाहिँ त्यो नेपाली पसल। यहाँ चाहिँ अब ठाउँमा मात्र हुन्छ कि नेपाली पसलहरू, जहाँ पाइ त्यही हुँदैन। सो अलिकति टाढै जानुपर्छ लिन। हामी बस्ने चाहिँ के बुकुराबाट अलिकति भित्र ओयामा भन्ने ठाउँमा हो। अनि यहाँ छ है नेपाली पसल चाहिँ यहाँनिर झन्डा हुन्छ नि, यहाँ छ नेपाली पसल। म एक्लै जाँदैछु। म त नेपाली पसल गएको थिएँ, अनि खास किन्न चाहिँ मोमो किन्न गएको। अब त्यहाँ गइसक्यो के देख्यो, अनि किन्यो धेरै नै। यति चाहिँ जस नेपालमा पहिला खान्थ्यो त्यो मधु के भन्छ त, यो मधु नै हो। त्यो नि देख्यो। अब नेपालमा उस खान्थ्यो नि त कहिलेकाहीँ, यतिकै। सो आजदेखि चाहिँ खानु मन लाग्यो, सो किनिहाल्यो होइन। सो त्यस्तो नराम्रो त होइन, कहिलेकाहीँ खाँदा केही हुँदैन। सो आजको यति है, आजको। अनि अब चाहिँ म अर्को सामानहरू लिन जाँदैछु, हेर्नु होला। सो सबै भ्लग गरेर हेर्नु होला होइन, सबैजनाले। सो माया गर्नु होला, सपोर्ट गर्नु होला गोली ब्रदर्सलाई पनि। म चाहिँ अब के अरे अलिअलि तरकारीहरू पनि लिएर जाँदैछु, तरकारीहरू पनि किन्न जाँदैछु भर्खर। अब सो आज आइतबार छुट्टी छ, अनि त्यही भएर अलिअलि मोमो केही बनाएर खाऊँ भनेर। अरू बेला त म केही त्यस्तो अल्छी लाग्यो भने म उयसदेखि बनाउँदिनँ, सुतेर मात्र बस्छु। आज चाहिँ जाँगर चलेको छ, सो आज बनाएर खान्छु भनेर। यस्तो छ मोमो, करेन्टहरू पनि छ होइन, चिजबल पनि छ। चिजबल चाहिँ मलाई अलिकति खानु मन लाग्छ, मनपर्छ कि चिजबल खान चाहिँ। लिएर अब म चाहिँ यहाँ फर्किसक्यो, सामान चाहिँ मेरो यति भइसक्यो। अझै अलिअलि किन्नु बाँकी छ क्या, के भने हल्का किन्नुपर्छ। सो अब अर्को पसलमा बाहिर निस्केपछि पैसा सकिएको थाहा हुँदैन यहाँ। सो बरु बाहिर निस्किनु हुँदा ननिस्केकै बेस है। पैसा जोगाउनु छ भने बाहिर निस्क्यो कि पैसा सक्यो, पैसा बच्दैन। अब कति महँगो हुन्छ क्या यहाँ चाहिँ सामानहरू, तरकारीहरू कि जे नै अलिकति महँगै हुन्छ कि यहाँ। सो अब यति सामान किनेको 5000 जति सकिसक्यो। यसपालि अब के अरे फागुन 21 गते चुनाव छ नेपालमा। हामी त अब भोट हाल्न पाइँदैन विदेशबाट। सो नेपालमा हुने सबैजनाले चाहिँ यसपालि भोट चाहिँ अलि राम्रो मान्छेलाई नै हाल्नु होला, किनभने देशको लागि सोचेर भोट हाल्नु होला। अब पहिला अब नेपालमा काङ्ग्रेस, एमाले, माओवादी धेरै वर्ष अगाडिदेखि, हामी जन्मिनुभन्दा अगाडिदेखि उनीहरू नै थियो। अब यसपालि चाहिँ चेन्ज गर्नु होला, किनभने अब यसपालि भनेको आफ्नो गाउँठाउँ मात्र होइन क्या, देशको लागि सोचेर भोट हाल्नु होला क्या। गाउँठाउँ त अब विकास भइहाल्छ नि त होइन, जुन पार्टी आए पनि। अब पहिला हुन त मेरै गाउँको कुरा गऱ्यो भने विकास नभए होइन, काङ्ग्रेसले जित्दा नि भएको हो। सो यसपालि चाहिँ घन्टीमै भोट हाल्नु होला सबैजनाले, किनभने देशको लागि माया गर्नु पऱ्यो क्या, गाउँको लागि मात्र होइन। आफ्नो गाउँ ठाउँको लागि मात्र माया होइन क्या, देश पनि आफ्नै हो। सो देशको लागि माया गरेर भोट हाल्नु होला। मेरै गाउँठाउँको कुरा गऱ्यो भने अझै रहेछ आसेपासे झोलेहरू, भिडियोतिर पनि देखेँ। अहिले पनि माओवादीको पछि लाग्ने, काङ्ग्रेसको पछि लाग्ने झोलेहरू रहेछ, भिडियोतिर पनि देखेँ मैले। सो यसपालि चाहिँ चेन्ज गर्नु होला। अब हामी त अब नेपाल आएर भोट हाल्न सकेन। सो नेपाल हुनेहरूले चाहिँ यसपालि घन्टीमै भोट हाल्नु होला भन्न चाहन्छु।